जनताको गुनासो आइरहेको छ भनेर शिल्पा ज्ञानेन्द्र डेलिभरीले अस्ति बोल्नु भएको छ मिठो शब्दले। यो देउपा ओली प्रचण्डले भन्दा टोक्ने कुकुर जस्तो गर्छ। राजाले मिठो शब्दले बोल्नु भएको छ। यसमा ओली र देउपा प्रचण्ड गोलमेल सम्मेलनमा आउँछ भने आउँछ। हामी शान्ति प्रदर्शनमा गइरहेछौँ। आउँदैन भने उठ जनता, आउँदैन भने देउपा ओली प्रचण्डको कठालो समाउनै पर्छ। यो सिंहदरबार घेराउ गर्नै पर्छ। सिंहदरबार घेराउ गरेर यो फटाहरूलाई जेल हाल्नै पर्छ। हो राष्ट्रवादी होस् भने एक ठाउँमा आइज, हातमा हात काँधमा काँध मिला। यदि राष्ट्रवादी होइन भने यहाँबाट किनारा होइन। को केशरबहादुर, को कमल थापा, को लिन्जेल, यो देश निर्मिसस उठ। अब उठ, भोलि नेतृत्व अनि आएर यदि जनता उठ्छस् भने यिनी फटाहरूलाई, गणतन्त्रवादी फटाहरूलाई जेल हाल्ने अनि यिनी राष्ट्रवादी भन्नेहरू मुसो दोब्या जस्तो दोब्ने गणतन्त्रवादीहरू मैले भनिरहेको छु मिडियामा, एक ठाउँमा आइज केशरबहादुरजी। गणतन्त्रवादी त धर्म, संस्कार, संस्कृति बेच्ने बगाल र गुरु भयो यसको। यसका काङ्ग्रेसका 88 सांसद र एमालेका 78, माओवादीका 32 सांसद यिनी सबै देशजुरै हुन्। अहिले मुलुकले संघीयता खारेजी चाहेको छ। अहिले मुलुकले गणतन्त्रको अन्त्य चाहेको छ। देशको नेतृत्व सबै राजावादीहरू, राष्ट्रवादीहरू, हिन्दू धर्मवादीहरू, सनातन बौद्ध धर्मवादीहरू, ओमकार परिवारहरू, किराँत, लिम्बू, जैन, सिख सबै मिलेर त्यसको नेतृत्व गरेर यो मुलुकमा व्यवस्था ढाल्ने हो। पार्टीले यति बेला राजा बहाली गर्दै राजालाई फेरि सिंहदरबार भित्र नै प्रवेश गराउनुपर्छ भन्दै यो बाइक र्याली, बृहत बाइक र्याली गरिरहेको छ। यति बेला गोबर महलदेखि काठमाडौँको बाइक घरसम्म यो दृश्य तपाईँले देखिरहनु भएको छ। यहाँ चाहिँ हजारौँको सङ्ख्यामा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरू बाइकमा सवार रहेर यो चाहिँ यति बेला बाइक र्याली गरिरहेका छन्। र यति बेला यो गणतन्त्रको विरुद्धमा यो चाहिँ जो जन आन्दोलन दिनको घोषणा हो। हाम्रो आन्दोलन शान्तिपूर्ण रहनेछ। हामी आर्मी, पुलिस, सशस्त्रसित लड्न जाने होइन। यिनी सबै पनि नेपाली हुन्। हामी लाखौँको सङ्ख्यामा काठमाडौँमा चैतको महिनामा जनता उतारेर हामी यो सत्ता, यो व्यवस्था र यो अवस्था परिवर्तन गर्नको लागि हामी अगाडि बढेको छौँ। आज तपाईँहरूले देखिहाल्नुभयो दुर्गा प्रसाद पनि समर्थन जनाउन आउनु भएको छ। अरू सबै राजावादी, राष्ट्रवादी, हिन्दूवादी, सनातन धर्म सापेक्ष यो देशमा चाहनेहरू, भ्रष्टाचार विरोधीहरू, गणतन्त्र विरोधीहरू सबै एक ठाउँमा आउनको लागि म विनम्र अनुरोध र आह्वान गर्न चाहन्छु। राजा प्राणभन्दा प्यारो छ भन्दै नाराबाजीहरू गरिरहेका छन्। र यति बेला बाइकमा यो चाहिँ र्याली गरिरहेका छन्। बबर महलदेखि काठमाडौँको माइती घरसम्मको यो दृश्य तपाईँले देख्न सक्नुहुन्छ। यहाँ चाहिँ हजारौँको सङ्ख्यामा ब्यानर हातमा लिएर, झन्डा हातमा लिएर यति बेला राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरू, समर्थक, शुभचिन्तकहरूले नाराबाजीहरू गरिरहेका छन्। तपाईँले यो दृश्य देखिरहनु भएको छ। पटक यो व्यवस्था, यो गणतन्त्रका नेताहरू यो नै यिनको पछि नलागौँ, यिनको पार्टीलाई भोट नहालौँ, सडकमा आउनुहोस्, राजा फर्कौँ भन्दाखेरि जनताले खासै बुझ्नुभएको थियो। तर राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा नेपालको बेइज्जत गर्ने व्यवस्था, गणतन्त्र बेइज्जत गर्ने गणतन्त्रका हतियार हो। यिनलाई जनताले घर घरबाट, गाउँ गाउँबाट लखेट्नुपर्छ, बहिष्कार गर्नुपर्छ। त्यो विभिन्न गणतन्त्र त्यसको लेखा जोखा हिसाब जनताले राख्नुपर्छ। अब संघीयताको लागि
संहितामा मोडमस्ती गर्न, संहितामा चाहिँ मुख्यमन्त्री हुन, संहितामा चाहिँ मन्त्री हुन विभिन्न देशमा